साथीहरू एकैछिन यो भिडियो हेर्नुस् त। उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्र सिंह ठेंगेमले हर्क साम्पाङको सडम संस्कृति पार्टी राई लिम्बुको पार्टी भएको जिकिर गरेका छन्। साथीहरू उनले आउँदो चुनावमा हर्क साम्पाङको पार्टीले राष्ट्रिय पार्टी समेत नबन्ने ठोकुवा गरेका छन्। साथीहरू यसरी यी दुई नेतामा मनमुटाव हुनुमा तपाईलाई के लाग्छ? साथीहरू आफ्नो राय कमेन्ट बक्समा लेख्न भने नबिर्सनु होला, साथै हामीलाई फलो पनि गरिदिनु होला। साथीहरू खजीको पार्टीको नतिजा हेर्दा एउटा क्षेत्रीय पार्टी बन्न सक्छ, यो राष्ट्रिय पार्टी बन्दैन। तपाईँ रेखेर राख्नुहोस्। मैले जानेको सम्म अहिले समावेशी छैन, सबैले जातीय पार्टी बन्न थाले। कुमारजीको जतिसुकै भने पनि एउटा लिम्बूको पार्टी मात्रै भन्छ नि त, त्यहाँभन्दा माथि उकालो लाग्छ जस्तो मलाई लाग्दैन। राई पार्टी भन्नु, किराँत पार्टी, किराँत संस्कृति भन्छन् होइन। त्यही तपाईँको चाहिँ सुम्नीमा पारुवाङ स्थलमा चाहिँ अरूको त्यहाँ स्थापना गर्न दिएको छैन। किराँत धर्मावलम्बी महागुरु फाल्गुन्तको भक्तजनले गुनासो गरिरहेछन्। एक ठाउँमा राखिदिएको भए हामी समेटिन्थ्यौँ। उनले त्यति नमानिदिँदाखेरि हामीले करोडको चाहिँ विजयपुरमा जमिन लिएर हामीले महागुरुको सार्ग स्थापना गर्नु परेछ भन्छ। छन् नि, हुन्छ नि त मान्छेको कमजोरी गर्दै जाँदाखेरि होइन। अहिले उनलाई पश्चाताप होला, तर त्यो बितिसकेपछि त बित्यो होइन। त्यसो हुनाले मान्छेको कमी कमजोरी हुन सक्छन्, तर त्यसलाई हामीले बुझ्नु पनि पर्छ नि त। र उहाँको जुन छ नि त्यो समावेशी किसिमको त्यो पार्टी छैन। मेरो सल्लाह उहाँलाई विभिन्न जातिहरू राख्नु पर्यो त्यहाँ होइन, दलितहरू राख्नु पर्यो, आदिवासी मात्रै भएर राई मात्रै भएर भएन, लिम्बू मात्रै भएर भएन। एक दुईजना राई र लिम्बूले देश पार्टी बन्दैन। राष्ट्रिय पार्टी बन्ने हो भने म उहाँलाई क्षेत्रीय बाहुनदेखि लिएर मधेसी थारू के हुन् यो सबै समेटेर उहाँले लानुपर्छ, अनि राष्ट्रिय पार्टी बन्छ। अहिलेको नतिजा त्यो देखिन्छ। अब भोलि चाहिँ राम्रो कार्यकर्ताहरू छैन उहाँले ल्याउनु भयो भने त्यो राष्ट्रिय पार्टी बन्न सक्छ। दुई तिहाई लिएर राष्ट्रपति प्रणालीमा देश लान्छु भन्नु कुरा चाहिँ त्यो दिवा सपना हो सर। त्यसमा एक्लै भयो, कोही चाहिँदैन उहाँलाई त। त्यो जनताको कुरा हो। राष्ट्रपति प्रणाली पनि हाम्रो जस्तो एउटा जियो पोलिटिक्स भएको मुलुकमा कतिको सही या गलत हुन्छ त्यो पनि बुझ्नुपर्छ। त्यतिकै चाहिँ अब बिना चाहिँ अब विश्व अध्ययन, विश्व पोलिटिकल